Everyone, welcome back to my channel. अनि आज चाहिँ हामी मौनुमा छौं अनि आज चाहिँ आफ्नो काम बाटिएको छ। यहाँ मम्मी हुनुहुन्छ अनि खै हाम्रो मम्मीहरु त यहाँ बाबा हेलो यता हेलो छ्यामा चाहिँ यहाँ हुनुहुन्छ। छ्यामाको चाहिँ पकाउनेमा छ भाग है। हाम्रो चाहिँ उपर बारीमा छ काम। म चाहिँ जाँदैछु हामी धनिया टिप्दैछु। हामीले यहाँ साग टिपिसक्यौं। मामा चाहिँ यहाँ खन्दै हुनुहुन्छ। हाम्रो चाहिँ यहाँ एलिसनतिर र मेरो चाहिँ धनिया टिपाइ हुँदैछ। यहाँ डोकोमा मामा लिएर दिनुभएको यो डोको उयो चाहिँ भरिसकेछ। यता मामाहरू चाहिँ यता कति भइसक्यो नि। मामाहरू यता काम गर्दै हुनुहुन्छ। मामा दाजुहरू हेलो मामा यहाँ काम गर्दै छौ चुला बनाउँदै छौ यहाँ ढमढम। यता हेलो दाजु। अब यहाँ धनिया टिप्ने हामी। यहाँ बसिराख्नु भएको छ। उहाँ घाम ताप्दै बसिराख्नु भएको छ। यहाँ बिरालो हाम्रो छ्यामा चाहिँ यहाँ मुनि पकाउँदै हुनुहुन्छ। मिट बनाउँदै हुनुहुन्छ अरे छ्यामाले। यता चाहिँ दिदीहरू घाम तापेर बसिराख्नु भएको छ। हजुरआमाहरू गएका हामी अब उस्तो जान दाजु। यहाँ भाइ हाम्रो भाइ यहाँ बाबा हेलो मामा। नालो छिटो न छिटो। चट्टा लाएर भट्टा खाएर कट्टु लगाएर ममताको घरमा वेलकम। अब हामी भित्र गएको। हेलो हाम्रो चाहिँ यहाँ पुरा बेको लागि यहाँ दाउराहरू टिप्दै हुनुहुन्छ। मम्मीहरू चाहिँ भित्र मम्मीहरू खाना बनाउँदै हुनुहुन्छ। यता खाना बनाउँदै हुन्छ मम्मीहरू। हेलो गर्नु नि मम्मी हेलो। खै अनि हाम्रो आमा त बाहिर हुनुहुन्छ। हाम्रो मम्मीहरू चाहिँ कहाँ हराउनु भयो। मम्मी हराउनु भएको सूचना। यो बिरालो यहाँ कस्तो मजाले बसिरहेछ। यो हाम्रो दिदीहरू यहाँ हुनुहुन्छ। अब हामी चाहिँ पछाडि जानेछु। पछाडि चाहिँ हाम्रो मामाहरूको काम हुँदैछ। मामाहरूको काम हेर्नु जाउँ है के गर्दै हुनुहुन्छ को के गर्दै हुनुहुन्छ भनेर। यहाँ चाहिँ हाम्रो पुरै सबै खनिसक्नुभयो। यहाँ मामाहरूको काम चल्दैछ। यहाँ अहिले चाहिँ हाम्रो बडाहरू पनि आइसक्नुभयो। हाम्रो बाबा चाहिँ यहाँ चिया हेर्दै हुनुहुन्छ। यता बडा अनि यता त दाजु हुनुहुन्छ। भर्खर आएर यहाँ के को लागि आउनु भएको बडा सुधानी मम्मी र बाबाको सोधानी गर्नु आइपुगेको मात्रै खाना खान आएको। अब यहाँ परिक्रिया गर्नु अगाडि झोला सब चिजहरू ल अब बिस्तारै सुरु हुन्छ हैन। यता चाहिँ हाम्रो आमा दिदीहरू बसिराख्नु भएको छ। हाई छ्यामाको चाहिँ अघिदेखि यहाँ खानपिन यहाँ छ्यामाको चाहिँ अघिदेखि यहाँ मिट हाम्रो छ्यामाको मिट चल्दैछ। यहाँ अहिले कस्तो राम्रो घाम लाग्यो। हाम्रो घाम मजाले लागिरहेछ है। सबैजना आफ्नो काममा व्यस्त हुनुहुन्छ। अब हजुरहरूले हेर्दै गर्नु होला।
आज चाहिँ न्यू इयर हो। न्यू इयरको दिन चाहिँ सबैजना आफ्नो काममा व्यस्त हुनुहुन्छ अनि सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु म चाहिँ। है बाबा ह्याप्पी न्यू इयर। यो मासु चाहिँ हाम्रो बाबाले खानुहुने र चट्टै खाएर अनि यहाँ प्रोग्राम स्टार्ट हुने अरे है बाबा। अब चट्टै खाएर प्रोग्राम स्टार्ट गर्ने होइन। अनि यहाँ मासु पाक्दैछ। हाम्रो छ्यामाले बनाउनु भएको मिठो छ, मैले नखाए पनि। उसलाई त अनि ससुरालीमा त पुरा मेजमान चलिरहेछ त नि। यहाँ छ्यामाले हेर मेजमान गरेरै सक्नुभयो हाम्रो बाबालाई त। अब भेनालाई भेना त अनि मोटा र जाने भयो त नि यसरी त नि। भरे काम गर्नै सकेन भने भेनाले उता गएर अब रनिङ गर्ने होला नि बाबा। यहाँ खाएको जति घटाउनु पर्यो होइन। सुजन दाजु चाहिँ आमालाई दबाई दिँदै हुनुहुन्छ। यहाँ चाहिँ अब हाम्रो प्रोग्रामको लागि सेटिङ हुँदैछ। आमा यहाँ हुनुहुन्छ आमा। कतै जानु भएको? दबाई लिएर जाँदै हुनुहुन्छ आमा चाहिँ। अनि यहाँ चाहिँ मामाहरूले यहाँ ओछ्याउँदै हुनुहुन्छ। अब यहाँ हामी के गर्दैछौँ हेर्दै गर्नुहोला। यहाँ चाहिँ हाम्रो रीत अनुसार उहाँहरूले चाहिँ राख्नु भएको छ आमा बाउलाई। आज एकदमै शुभ दिन। 2022 सालको नव वर्ष सबैलाई हार्दिक मङ्गलमय शुभकामना सहित म आफ्नो कुरा यहाँहरूसँग राख्न चाहन्छु। पुनम यहाँहरूको छोरी पुनम तथा मेरो भाइ पदम बिचको साइनो सम्बन्ध त पहिलेदेखि नै रहेकै हो, धेरै अगाडिदेखि नै। र तर हाम्रो 10 गुरुङको रीतिरिवाज अनुसार चाहिँ एउटा साई मन्दिर समाउनेदेखि लिएर र सोधानी गर्ने चलन चल्ती भएको हुनाले शुभ दिन शुभ साई पारिकन र सबै सिमे भूमि नाक लगेनी देवी देउराली राखेर मात्र साथी राखेर हामीले यहाँहरूले चाहिँ रित खाइदिनुहोस्, हामीले चाहिँ सायद गरिदिनुहोस् भनेर हामी आज यो पहिलो प्रक्रियामा आएका छौँ। स्वीकारिदिनुहुन्छ होला। र यो शुभ दिन चाहिँ भोलि 2082 वैशाख 2 गतेको दिन हामीले समय मागेका छौँ। यहाँहरूले स्वीकारिदिनुहुन्छ होला भनेर हामी यहाँ राखेका छौँ। अरू केही कुराहरू बोल्नु जानु पऱ्यो भने केही कुरा गरौँला। मैले कुरा चाहिँ बिट मारेँ। ल सबैलाई भेडा आजको भेडा ल ल ल त्यहाँ बान्दा त्यहाँ अनि यहाँ एउटा यहाँ बान्दा हुन्छ भाइ। ल ल ल यता चाहिँ हाम्रो पुज्दै हुनुहुन्छ। यो
रीत अनुसार यहाँ चाहिँ कार्यक्रम हुँदैछ। हेलो, यो चाहिँ हाम्रो भेडाहरू दुईजना। भेडाहरूको नि यहाँ पूजा हुँदैछ। अलिक शान्त परेछ। यो दुईजना चाहिँ अलिक चुलबुले रहेछ यो भेडा दुईटा। हाम्रो सामानहरू ल्याउँदै हुन्छ रीतको लागि। रीत अनुसार लाइक माग्न आउँदाखेरि चाहिँ यत्तिको हुनुपर्छ है। भेडाहरू यहाँ उभिरहेछ। यो दुईटा चाहिँ लास्टै चुलबुले छ। उपरको भेडा चाहिँ शान्तले बसिरहेछ। अब घरमा चाहिँ मैले आफ्नो पहिलो प्रक्रिया सकेँ। यो यति साह्रो भिडभाड आजको आजै गरेर नहुने तर पनि हिजोको दिन चाहिँ अलिकति चैत परिदियो। त्यसैले पनि सम्झेकै हो। त्यो हिजै आउँदा सोलामी हिजै अस्ति आउँदा हुने त्यति शुभ नमान्नु रहेछ। यो चलती परम्परा बाबुबाजेले जो देखाएको कुरा त्यो कारणले गर्दा हिजो त्यो भएन। त्यसैले आजै नै हामी सोलामीको कुरा हुनसक्छ। यो फर्मालिटी मात्रै हो। सबै कुराहरू यहाँहरूसँग गफसप भइसकेको छ। सबै कुरा के गर्ने कसो गर्ने कुरा सबै मेरो चाहिँ भाइ बुहारीहरूले गरिसक्नु भएको। तर पनि एउटा फर्मालिटी गऱ्यो। एउटा चलनअनुसार आफ्नो जात जातिको चलन चल्तीलाई किन चाहिँ बाहिर गर्ने भनेर त्यसरी चाहिँ म यहाँ उपस्थित भएको कुरा यहाँ सबैसँग जानकारी गराउँछु। र अब हामीले सुधारीमा के भनेर हामीले सोधेका थियौँ। त्यस अनुसारको सरसामानहरू हामीले हाम्रो चलन चल्ती गुरुङ जातिको चलन चल्ती अनुसार हामीले सरसामान यहाँ चाहिँ यहाँले पकाएको छौँ। र धेरै कुराहरू गर्नुभन्दा पनि जति लामो राम्रो बारी पनि गाँठो एउटै भने जस्तो धेरै कुरा गर्नुभन्दा पनि सबै कुरा देखिरहेको प्रक्रिया दिइरहेको। अझ यहाँहरू अझ पोख्त हुनुहुन्छ। यहाँहरू चाहिँ अझै ज्येष्ठ म त भर्खरैको भन्नु भन्दा पनि अब अलिक ज्येष्ठको भूमिका निर्वाह गर्नुपर्ने अवस्था हो। र यहाँहरूमा खाइखेली परिपक्व भएको अनि हाम्रो दाजु पनि धेरै खाइखेली यहाँहरूले जे जस्तो हामीले तिनवटा यहाँ चाहिँ सजीव र चिजहरू ल्याएका छौँ। स्वीकार दिनुहोस्। यो शुभ कार्यमा शुभ सायदमा सबैले चाहिँ खुल्ला आत्माले स्वीकार दिनुहोस् भनेर म यहाँहरूमा निवेदन चढाएँ भन्दै नमस्ते गर्दै म यो कुरा राखेँ। अरू बढी केही कुराहरू गर्नु पऱ्यो जस्तो गर्नु पऱ्यो भने बसेर भए पनि केही कुराहरू छ भने केही कुरा कमी कमजोर भयो भने यहाँहरूले भनिदिनुहुन्छ र भनिदिनु भइसकेपछि हामी त्यसलाई स्वीकार त्यसको के गर्नुपर्ने त्यसको चाहिँ भूमिका निर्वाह गर्नुपर्ने दायित्व पुरा गर्नुपर्ने कुरामा म प्रतिबद्ध गर्दै म अहिले बिट मारे हस्त। नमस्ते। ज्वाइँले अब हाम्रो गुरुङहरूको रीतिरिवाज अनुसार चाहिँ यी सबै विधि विधान अनुसार यहाँनिर गर्नुभएको छ। यसमा हामी धन्यवाद दिँदै यहाँहरूले ल्याउनु भएका यी सबै चिजहरूलाई सहर्ष स्वीकार गर्दै मेरो छोटो भनाइ अन्त्य गर्छु। धन्यवाद। नमस्कार सबैलाई। नमस्कार। ताली अब उठ्नु नि अब उतातिर अलिअलि अरूले थर्किदिउनु भाइले थर्किँदा भइहाल्छ। हो त्यहाँ अब मुन्दम भयो कि अब यहाँ राख्नु कता लाउनु बाबुलाई एउटा समाजमा छ।
भाउजू खै आउनु यहाँ पुज्नु नि उता पर आज पुज्नु ह्यान्डसम निकालिदिन्छु म त यतै उठेर यसो एकछिन हजुरलाई अलिकति हालत म आफै समात्छु तपाईँ बढाउ अलिक लगाइदिनु यहाँ यसो मैले पनि लाउनु पर्छ एउटा यसो मुन्नु बिदी यस्तो खास केही पर्दैन एकछिन छ्यामा मुन्दम गर्दा हुन्छ कि भयो यो लगाइदिनु यो फादर लगाइदिनु आज नानी नि त हुन्छ बडा भयो अब ज्वाइँको पालो ज्वाइँ ससुराली आउनु भएको ज्वाइँ त्यसरी त हुँदैन होइन सिन्दुर पोते गरेको पो हेर्नु हुँदैन त यो त हेर्नुहुन्छ नि अब भयो एकजनाले गर्दा भइहाल्छ सक्दैन पनि कि एकजनाले गर्दा बिदी भइगयो त भइगयो सबैले अघि पुजिहाल्यो भइहाल्यो यता दिनु छ यता दामा अलि यता भयो पर हौ छ्यामा हौ होइन हुन्छ हौ बेहुलीको बहिनी ल ल ल ल भयो सम्पन्न हाम्रो कार्यक्रम चाहिँ सकिएको छ अनि यहाँ हुनुहुन्छ हाम्रो जन्तीहरू खाँदै हुनुहुन्छ के खाँदै हुनुहुन्छ भन्नुहोस् कोसेली प्रसाद खाँदै हुनुहुन्छ यहाँ हाम्रो यहाँको प्रसाद भाइले चाहिँ खाएन को तपाईँ पनि पो हुनुहुन्छ त कहाँबाट आउनु
भएको तपाईँ? नाङखोलेङबाट आएको नानी। नाङखोलेङबाट आउनु भएको? यहाँ चाहिँ के को लागि आउनु भएको? अब हाम्रो चाहिँ यहाँ चाहिँ नि ससुराली माउलोमा चाहिँ हाम्रो चाहिँ अब यसो हाम्रो चाहिँ टिकटालो फुकाउँ भनेर चाहिँ आएको नानी। ए ल ल। यता चाहिँ हुनुहुन्छ हाम्रो आमा बुवा हैन? हामी बोल्नु जान्दैन। लाटा मान्छेले के अब यतिकै भिडियो गर्ने नि आमा। सबैजना भेला हुनुभएको छ यहाँ यहाँनिर। मामा पनि, मामा चाहिँ यहाँ फोटो खिच्दै हुनुहुन्छ। यहाँ चाहिँ आमा र म गफ गर्दै बसिरहेको छु। बाबाहरू चाहिँ उपर हुनुहुन्छ, गफ गर्दै हुनुहुन्छ। दिदी उपर भाँडा माझ्दै हुन्छ। बडा भाइ बसिरहेको छ। आमा र म चाहिँ यहाँ हाम्रो घरभित्र अरे यहाँ बाहिर के हल्ला खल्ला हुँदैछ? सागको हल्ला खल्ला हुँदैछ। ए हाम्रो माइजू ल यहाँ सागको उयो गर्दै हुनुहुन्छ मम्मी र माइजू छ्यामा। यता गफ गर्दै हुनुहुन्छ। ल बाउ खाना खानु। खरानी पनि ल्याएको छु। खरानी पर्दैन। यहाँदेखिको यसो म त ठुलो झाँक्री भयो। ए फुक्ने हुँदैछ। यता चाहिँ हाम्रो पाल टाङ्गी हुँदैछ। अनि यता चाहिँ यो के काट्दै हुनुहुन्छ। अनि यो हो डोल्मा गुरुङ। डोल्मा गुरुङले चाहिँ खाना खाएर आउनुभयो। कोको कोला। यहाँ चाहिँ हाम्रो भेडा। एकछिन हात आयो, हात अगाडि यहाँ पछाडि। दिस इज माई भेडा। भेडालाई के गर्दैछ त्यहाँ? यहाँ हेर, आज हामी भेडा काटेर खाना आँटेछौँ। त्यही भएर यहाँ 2टा भेडा काटिएको छ। यहाँ चाहिँ 2टा भेडा छ। अब हामी चाहिँ भेडा काटेको हेरेर जाँदैछौँ। यो पुन्टेर म यता चाहिँ उयो गर्दै हुनुहुन्छ सुजन दाजुहरूले। यहाँ पाल टागिसक्नुभयो। सुजन दाजु होइन त। यहाँ चाहिँ सबैजना काट्दै हुनुहुन्छ। हेलो सुजन दादा, के गर्दै हुनुहुन्छ? यहाँ नाच्दै हुनुहुन्छ यी 2जना। यहाँ काम गर्दै हुनुहुन्छ। गेट बनाउँदै हुनुहुन्छ यहाँ। डोलमा तिमी चाहिँ के काम गर्दैछौ भन त? डान्स गर्दैछौ? यहाँ गफ चल्दैछ आमा बाउहरूको। जाउँ हामी अब भित्र। हामी अब भित्र जाने। फोटो होइन ल आयो अब। हेलो माई गाइस। यो पुन्टालाई हेर। खाना खायो? यता मम्मीहरू यहाँ हुनुहुन्छ। मम्मी दिदीहरू यता यहाँ हड्डी टोक्दै हुनुहुन्छ। हामी चाहिँ बाहिर सबै घुमेर आइसक्यौँ। सबै भेडा काटेको ओरेको अनि सबैले कटिङहरू गर्दै हुन्छ। हेर्नुपर्ने अरे। ल अब के गर्दै हुनुहुन्छ हौ? यो के हो यस्तो? अनि त्यो त अनि खै छैन त मासु त अनि। हड्डी मात्रै टोक्दै बसिराख्नु भएको छ यहाँ। ल छेउमा चाहिँ यहाँ थुक्पा बनाउँदै हुनुहुन्छ खाजा। यहाँ चाउचाउहरू सबै फोडिसक्यो। धुवाले मार्यो हामीलाई। यहाँ धुवाले रातै पिरो भइसक्यो। हामी यहाँ धुवा उड्नु भयो, उडेको हेर। यहाँ चाउचाउहरू फोडिसक्यौँ। यहाँ थुक्पाहरू थुक्पा चाहिँ हालिसक्यौँ हामीले।
यहाँ चाहिँ डेकोरेसन हुँदैछ भोलिको लागि आधी डेकोरेसन चाहिँ भइसक्यो यहाँनिर यो चेयरहरू ल्याइसक्नु भयो कटिङहरू सक्यो यहाँ यो फुच्चे को फुच्चे हो यो कोनी कोनी कहाँबाट आयो अनि हामी चाहिँ यहाँ पछाडि बसिरहेको छौँ भिडियो बनाउँदै आयो हौ लु यिनीहरूको काम यही छ चेयर उचाल्यो बस्यो होइन हो दाइहरूले उहाँ डेकोरेसन गर्दै हुनुहुन्छ मामाहरूले सो गाइज हामी चाहिँ भर्खर डिजे हान्दै थियौँ कि पुरा पानी नै पर्दैन हेर्नु न पानी परिरहेछ बाहिर डिजे हान्दै बाहिर बसिरहेको थियौँ हामी त पानी नै पर्दियो कस्तो चिसो हुनु थाल्यो यहाँ मौसमै सबैजना खाजाहरू खाँदै हुनुहुन्छ अनि भाँडाहरू यति थुपिरहेको थियो अनि दिदी र मैले चाहिँ माझ्दै थियौँ एक्कासी पानी पर्दै ठुलो पानी पर्दै भइसक्यो बेलुन फुक्दै हुनुहुँदो रहेछ यहाँ त उहाँ हो बेलुन फुक्दै हुनुहुँदो रहेछ भनेको नि यहाँ सलादहरू काट्दै हुनुहुन्छ यहाँ पानी पर्दैछ हाम्रो यहाँ मुनि त कोही हुनुहुन्न रहेछ हामी चाहिँ बसिरहेको छौँ पानी परेर यहाँ पानी पर्दैछ हेर कुखुराहरू पनि उपर चाहिँ बनाउँदै हुनुहुन्छ के खानपिनहरू यहाँ पर चाहिँ पानी परिरहेको छ त्यही भएर म चाहिँ जाँदिनँ त्यहाँ पर बेलुनहरू टाङ्दै हुनुहुन्छ गुरुङले नि काट्दै हुनुहुन्छ काम गर्दै हुनुहुन्छ आएर मौलोमा यता हेर्नुहोस् त काम गर्दै हुनुहुन्छ के काट्नु भएको यो भन्नुहोस् त गाजर हो यो मजा आउँदैछ काम गर्नु ल काम गर्नु है त्यहाँ फोन मात्रै हेर्ने होइन काम पनि गर्ने हो गाइज यहाँ चाहिँ म र बहिनी यहाँ कटिङ गर्दैछु के को कटिङ हाम्रो सेफ डोलमा सेफ हो यति सबै कटिङ गरिसक्यौँ है यहाँ छ काँक्रा छ गाजर छ काट्नुपर्ने सबै काट्ने हो डोल्मा गुरुङले हो कि होइन डोल्मा गुरुङले चाहिँ यो बलको सबै काटिसक्छ आज हो यहाँ सबैजना हेर्दै हुनुहुन्छ चाहिँ हाम्रो धमाधम कटिङ हुँदैछ काँक्रा र गाजर अचारको लागि गाजर त अनि कहाँ गयो त अनि गाजर कहाँ गयो डोल्माले नि काम पाउँदैछ यहाँ ठुलो मम्मीको बेमा है हैरान भइसक्यो होला काटेर कसरी काट्ने हो डोलमा यहाँ देखाइदेऊ त लु काटेर बिस्तारी काट्नु है ल आजको लागि चाहिँ हाम्रो काम सक्यो कटिङहरू सक्यो खानुहुन्छ डोल्माले हेल्प गर्दैछ यता चाहिँ के चल्दैछ हो के पकाउनु भएको यो चाहिँ के छ यहाँनिर मामा र बडी यता हेर्नु न बडी यस्तो हाई गर्नु त हाई हाई गरिदिनु यो रातिको भ्यू चाहिँ दामी के पहाडबाट होइन पहाडको हाम्रो रुख म चाहिँ यहाँ छु बाहिर चिसो हावा खाँदैछु पहाड के को लागि आएको चिसो हावा खानको लागि चिसो पानीको लागि क्षमा हेलो अहिले आइपुग्नु भएको क्षमाहरू चाहिँ आमा चाहिँ यहाँ बसिराख्नु हुन्छ हाम्रो आमा के गर्दै हुनुहुन्छ आमा बसिरहेको छु नि हौ खाना खानु भयो मैले त अहिले मात्रै देखेँ हाम्रो छ्यामालाई अङ्कललाई चाहिँ अघि देखिरहेको थिएँ परको गोठमा हुनुहुन्थ्यो अनि
कता गएर आउनु भयो कता गएर आउनु भयो म उता खाना पिना पकाएर आएको यहाँ के गर्नु अब गर्नै पर्यो ए ल ल यो टोपी लाउँदा त अलि हुँदैन होला अलिक राम्रो देख्नु पर्यो अलि राम्रो देख्नु पर्यो नि हामी म त परबाट आएको कि यहाँ सबैलाई साथीभाइलाई अराएर आएको यहाँ यसो खाना पिनाको चाहिँ म्यानेजमेन्ट गर्नुपर्ने भयो हजुर त्यही भएर नि हाम्रो नि साइली बहिनी र ज्वाइँको अब बिहा त राम्रो गरिदिनु पर्यो नि होइन अनि त्यही भएर नि ल अब हाम्रो मामाहरूले चाहिँ मजाले मनाइदिने हुनु अरे बे हैन हो मामा हुन्छ हुन्छ राम्ररी गरिदिने राम्रो होस् फलोस् जेस् राम्रो जेस् आज चाहिँ जेस् राम्रो भयो अब भोलिको अब के हुन्छ भोलिको दिन छ है भोलिको दिनमा चाहिँ जेस् पानी पनि नपऱ्यो एकदम राम्रो सफा होस् क्लियर होस् एकदम राम्रो होस् भन्ने चाहिँ चाहना छ त्यही हाम्रो बहिनी सफा होस् ल हुन्छ ल अब म चाहिँ गएको है कता कता घुम्नु गएको म चाहिँ बाटो गएको म चाहिँ यो सुजन दाजु चाहिँ यहाँ हुनुहुन्छ हाम्रो यहाँ चाहिँ गफ हुँदैछ अङ्कलहरूको ओइ के खाएको चिया नाच्नु थाल्नु भयो नाच्नुपर्छ सुजन दाजु हाम्रो बच्चा-बच्चीको चाहिँ यहाँ डान्स हुँदैछ यहाँ चाहिँ हाम्रो लोकल कुखुरा है लोकल कुखुराको आज के हुँदैछ लोकल कुखुरालाई के हुँदैछ अरे बाबा लोकल कुखुराको चाहिँ आज सुप हुँदैछ स्पेशल सुप यी लोकल कुखुरा चाहिँ यहाँ हाम्रो स्पेशल सुप हुँदैछ यहाँ हेरौँ न स्पेशल सुप कत्रो ठुलो पो रहेछ त यो कुखुरा त अनि बडा बडा है 3 किलो धेरै पो होला 4 किलो त्यस्तै कतिको मम्मी र छेमा चाहिँ यहाँ हुनुहुन्छ यी छेमा चाहिँ हेलो छेमा मम्मी हेलो बाबा हेलो कहाँबाट होला नानी अब आफ्नै छोरीलाई चिन्नु छाड्नु भएछ के गर्नु म अनि अब बाबा अनि त्यस्तै छ आँखा देख्दैन ला ढाडमा त नि के भयो यस्तो यो भनेको चाहिँ नि पिटाइ गर्दै छ नि मर्दैन अनि यत्रो हान्दै नमरेको बिचरा कुखुरालाई त यहाँ के हो यस्तो बिचरा हाम्रो सुजन दाजुले त नि हाम्रो कुखुराको अपरेसन गर्दै हुनुहुन्छ त नि यहाँ त अपरेसन गर्न आउँदैन कि तर यो त माथि गाडा फरौँ न पहिला गाडा निकालेर निकालेर फ्याङ्दैन त्यो त हुँदैन बिस्तार बिस्तार फेरि फोरेर राख्नुपर्छ होला हो त्यसरी तानेर काट्नु पहिला टाउको चुडाउ न उता भाइले डियाम चौडो
होइन अस्ति एकपल्ट त निकाल्दैन है सानो कुखुराको खोइ भएर सबै जता पाए त्यतैबाट निकाल्दै गरे अनि यसरी निकाल्यो भने त मिठो हुन्छ र यसरी काट्दै जता पाए त्यतै काटेर निकाल्यो भने होइन के यतैबाट निकालेको मैले निकाल्नु चाहिँ मिठो त सबै परिहाल्छ मिठै गाइस आजको भ्लग चाहिँ यति नै थियो डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्स्क्राइब एन्ड कमेन्ट डाउन बिलो अनि यहाँ चाहिँ हाम्रो चिया खाँदै हुनुहुन्छ यहाँ यसरी बसिराख्नु भएको छ यहाँ हाम्रो भ्लग चल्दैछ है त अब हामी अर्को भ्लगमा भेट्नेछौँ बाई 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 मामा यता बाई 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 ल बाई